चाहिँ लोसारमा जाँदै हो भर्खर निस्केको ढिला भयो फेरि मेन्सनमा ड्राइभर भन्ला चाहिँ हाम्रो सर हामीले लिन आएको अरिगातो गोजाइमास ए अब जाँदै हो अहिले लोसार गएर भेटौँला कतिको एक्साइटेड छ त तिमीहरू धेरै बहिनी पनि हो ल ठिक छ
सिङ्गल जतिको यसमा दियोस्। यहाँ सम्पूर्णलाई मोरी मोरी शुभकामना लोछारको भन्दै अब प्रस्तुत गर्छु लोछार गीत। घटे जब याङला दङ्गोला थिङ याङला त गागिरी भवतिङ चुनन याङला लोछार से सेमिए पाङ्ला नवदिङ। आदरणीय जयो तत्त्वकुमार दङको सङ्गीत प्रकाश गुरुङको शब्दमा रहेको यो गीत प्रस्तुत गर्छु लोछार घटे जब याङला। हामी लोछार विशेष साङ्गीतिक कार्यक्रममा छौँ। तपाईँहरू थाहा छ क्लबमा हुनुहुन्छ, एकदमै क्लबी मोडमा हुनुहुन्छ। सुरुमा हामी हाम्रो संस्कार संस्कृतिको गीतहरू पनि हामीले गाउनुपर्छ है। यो लोछार हाम्रो संस्कृति हो। यो अलरेडी स्लो छ, एकछिनपछि तपाईँले रुचाएको सबै खालको गीतहरू गाउँछौँ। एकदमै यो अब क्लब पनि हो, क्लबमा नाच्ने खालको गीत पनि गाउँछ हुन्छ। लास्टमा आमासँग मेरो रिमिक्स छ।
सर्वप्रथम यहाँहरू सबैजनालाई मञ्चसम्म 28 वैशाख थियो ताल हो सनाम लोछारको धेरै धेरै शुभकामना अनि लोछारलाई ज्याबदान्दा यहाँहरू सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। आजको यो कार्यक्रममा तामाङ समाज मात्रै नभएर धेरैवटा समाजबाट नगर समाजबाट शेर्पा समाजबाट धेरैजना गैर तामाङ संस्थाहरू पनि पाल्नु भएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै नमन भन्न चाहन्छु। अनि सबै सोल्टा त होइन होला हो मेरो सबै सोल्टा हो र अङ्कुशे माया भन्ने ट्र्याक बजाइदिनु होला है। सोल्टाहरूलाई अङ्कुशे ल्याएर अगाडि जान्छु ल हुन्छ बिस्तारै जान्छु गीतको बिट बढ्दै जान्छ
म पनि 2016मा टोकियो र नागोयामा आउने अवसर मिलेको थियो। यसपटक लगभग ठ्याक्कै 10 वर्ष पछाडि यहाँ आउने अवसर मिल्यो। त्यतिखेर भेटेको सोल्टा सोल्टिनीहरूको कतिपयको बिहे भएको रहेछ। टोकियोमा धेरै भेटियो, साउँ बिहा साइड भेटियो। यता चाहिँ सकेसम्म म सबै साउँ मात्रै छ जस्तो देखिरहेको छु। म पनि छोरालाई बुहारी खोज्दैछु। छोरे पनि हुर्किसकेका छ। हुनेवाला ज्वाइँ उखाने कमाउने इमान्दार छ भने चाहिँ ठिकै छ। अब तपाईँलाई नाचेर अलिअलि गरिरहेकोलाई हो, यहाँको चिसो मिठो छ नि, यहाँको सुन्दर सहर फुकुओका एकदमै पर्यटक स्थल, एकदम विकसित समाजको यो फुकुओकामा तपाईँहरू बसिरहनु भएको छ। त्यस्तै सुन्दर ठाउँ हाम्रो नेपाल पनि हो। नेपालको मनाङ मुस्ताङ घुम्न जाऊ। अनि धेरै जसो लोकल भएकोले आमानहरू चाहिँ गुलियो चोली लगाएर जुटिक्क भएर आउनु भएको छ। कतिपय बथुमा आउनु भएको छ। अब बथुको एउटा गीत आउँछ हुन्छ बथुमा आउने एकचोटि झिम्बु चौरीको घिउ मुस्तानी नानीको मिलेको घिउ झिम्बु चौरीको घिउ चिउसोको नानीको मिलेको घिउ पक्खु त लाउने मुस्तानी नानी प्रस्तुत गर्छु। हामीसँग जाने कि नजाने है त हजुर हुन्छ। मुस्ताङ घुमाउ, अलिअलि चिसो पारौँ, त्यसपछि फेरि हट हट गीतहरू गाउँछु है। नम्बर 10 पक्खु त लाउने मुस्तानी नानी।
यो ट्र्याक लिस्ट अलिअलि गडबड भइरहेछ, तपाईँहरूले अन्यथा नलिनु होला। हामी मजाले गाउँछौँ, मजाले नाच्छौँ है दाजु, हुन्छ? Thank you. मजा भइरहेछ? चिनजान गरौँ हुन्न रहेछ यथाम्रो जिन्दगी रङको रङको ठाउँ मिलाउनु छ। तर तपाईँले रङको ठाउँ मिलाउने मान्छे अर्काको गर्लफ्रेन्ड नपरोस्, अर्काको साथी नपरोस्, चोखो माया गर्ने सिङ्गल मान्छे परेछ। तपाईँलाई यो गीत गर्दै प्रस्तुत गर्छु, हेर्दै नराम्रै देखिरहेको भिडियोमा सब्स्क्राइब गरिदिनु होला सबैजनाले। सबैजना ह्यापी लोसार, लास्ट ह्यापी लभ, बाइ बाइ। Bye.
mai chẳng vì đâu mai cây cây धन्यवाद पूजा से Saya có lihat rồi đi hả? Bye bye.